यहाँ फलै छ कि यो मेरो होला हौ यो ए हैन ल हाम्रो सेनापति बढिसकेको छ हो पछि जाँदैछु बाटो चाहिँ जस्तो त्यस्तै रहेछ होइन पहिला चाहिँ दामी थियो अरे अहिले चाहिँ खोइ के भएको कोही नहिँडेको होइन मान्छे नहिँड्छ आज हिँड्छौँ आइज आइज हिँड भयो गरी छिटो आइज तर म त भिडियो बनाउनु छ एउटा लुलु सेनापति बढ्यो सेनापति लडाइ नगरी मिली यहाँ चाहिँ को दाजु यहाँबाट दुईजना मात्रै इ साह्रै ठुलो ढुक्का रहेछ यहाँ चाहिँ राम्रो छ हो नचली नटेली अनि गाइस जाँदैछौँ अब माथि आन्टी चाहिँ घाँस काट्नु बस्नु भयो हो सबसे अगाडि हिँड्दै गरेको चाहिँ डन म चाहिँ टेलिफोन कता यता यता पनि उम्रिन्थ्यो अरे हो आमा चाहिँ धेरै बस्नु भएको यहाँ हो पुरा यसले चाहिँ पुरा उयो हुन्छ घोच्चा मार्की लागिरहेको छ पुरा हो के भयो हो यत्रो टाढो आमाले होइन काठहरू काट्नुहुन्थ्यो यहाँ पानी अलिअलि रहेछ यहीँ अनि ए निसलले है यहाँ जङ्गल ठुलो जङ्गल यो जङ्गल रहेछ अनि यहाँ पानीहरू पलाउँदो रहेछ अनि घाँसले पुरा छोपिसकेको छ यो घाँसहरूले चाहिँ तर पानी खाएको होला हौ त्यसरी पानी छैन अहिले हो नभए चाहिँ यहाँ पानी हुन्थ्यो होला सायद पाइपहरू पनि छ यहाँ है पाइपहरू छ के हेरेको त्यो चाहिँ कुवा चाहिँ कहाँ छ गाख्री लिएर यहाँ उगाउँथ्यो हो अन्त यहाँभित्र यस्तोमा पानी कुवा यस्तो हुन्छ है पानी त सबै सुकेछ तानेर यस्तोबाट चाहिँ हामीले चाहिँ उगाएर चाहिँ पहिला पानी खान्थ्यौँ यो कुवाबाट यस्तो पानी खाँदो रहेछ हो अन्त यहाँ पहिला चाहिँ यस्तो यो दुल्सी लुक्ने डुलो भन्दा पानी यो पानीहरू खानुहुन्थेछ हो लु आज छोड्यो गाइस धन्यवाद अब गयो अब घरको त भिडियो पनि अल्छी हुन्छ हौ अन्त यो कस्तो भएछ आमा रोड चाहिँ ए रोड अरे कुवा चाहिँ हरेस लाग्दो भएछ हरेस लाग्दो यहाँ लुगा धुनु पाउँथ्यो यहाँनिर है सबै पहिरो पानी पानी त रहेन रहेछ आन्टी